हामी अब मुसे गाउँ क्रस गरेर अब यहाँ चौरी खर्कको सिमानामा प्रवेश गऱ्यौँ। यो यहाँ ब्याक साइडमा हाम्रो अहिले हामीले क्रस गरिसकेको यो मुसे गाउँ। बिहान हामी सुर्खेबाट 9:30मा हिँड्नु स्टार्ट गरेको, अहिले 12:15 भएको छ। हामी जस्ट मुसे गाउँ क्रस गरेर अब हामी चौरी खर्क प्रवेश गर्दैछौँ। हामी नर्मल्ली हिँड्ने प्र्याक्टिस नभएकाहरूलाई चाहिँ अलि धेरै टाइम लाग्ने रहेछ, अदरवाइज अरूलाई चाहिँ सुर्खेबाट 1 घन्टामा पुग्नुपर्ने हो। यहाँ हामी चाहिँ यसलाई चाहिँ चौरी खर्कको गेटवे भन्न सकियो। यहाँ यसरी यो गेटबाट छिरेर यो मानिहरू चौरी खर्क लाग्यौँ हामी। अब हिमालको काखमा रहेको सुन्दर बस्ती चौरी खर्क। जताततै ढुङ्गाको घरहरू, ढुङ्गाकै बाटोहरू, ठुलो धुवा, कुनै पल्युसनको पी पनि नभएको ठाउँ। यहाँ त सायद 60 वर्ष बाँच्ने मान्छेहरू यहाँ बस्न आयो भने चाहिँ 80 वर्ष बाँचिया लाग्छ छ। एकदमै रमाइलो मनोरम ठाउँ। ठाउँमा यसरी यहाँ चैत्य गुम्बाहरू, यसरी होटल लजहरू पनि, रेस्टुरेन्टहरू पनि खुलेको पर्यटकहरूलाई फोकस गरेर अब बिस्तारै 15 दिनपछि फुल फ्लेजमा सिजन सुरु हुन्छ र यहाँ पर्यटकहरूको बाक्लो भिड लाग्छ। यो माने मेबी यो शेर्पा भाषा अथवा टिबेटन भाषामा लेखेका मनुस्मृतिहरू हुन्। यहाँको नेचुरल ब्युटीको बयान गरी साध्य छैन। कुनै एक ठाउँ होइन, जता जाउँ उत्तिकै रमाइलो। अहिले हिँड्न सक्नेहरूलाई चाहिँ विशेष रमाइलो, नसक्नेहरू चाहिँ नआउँदा पनि हुन्छ। तर एकदमै धेरै स्ट्रङली हिँड्न सक्ने हुनुपर्छ भने पनि छैन, बिस्तारै जाने। ठाउँमा बस्दै जान सकियो। जस्तै हामी आज फाक्दिङमा बस्दैछौँ, त्यहाँबाट भोलि मात्र हामी नाम्चीको लागि फेरि, अब नर्मल अरूको लागि 6 आवर्स भने छ, मेबी हामी चाहिँ 8 आवर्समा नाम्ची पुग्छौँ होला भोलि चाहिँ। अब आज चाहिँ अझै 4-5 घन्टाको हिँडाइ होला हाम्रो फाक्दिङसम्मको। तर हिँडाइ जति ढिलो भयो पनि यी बाटोहरू, यी बस्तीहरू यहीँ रमाइलो छ। त्यस कारण चाहिँ यी सबै मनोरम दृश्यहरूको मजा लिँदै हामी यसरी बिस्तारै जाँदैछौँ। एकदमै एक्जोटिक ठाउँ छ यो चौरी खर्क। धेरै सुनिएको गाउँ, सुनिएको ठाउँ आज यही ठाउँमा आइपुग्यो। एकदमै रमाइलो फिल भइरहेछ। अगाडि हाम्रो भरिया दाई यो डिफिकल्ट बाटोमा पनि करिब 70-80 किलोको भारी बोक्दै गइरहनु भएको छ। यहाँको दिनचर्या यस्तै छ। बोट बिरुवाहरू एकदम हरियाली। यो ठाउँ यस्तो हिमालको काखैमा भइकन पनि ढुङ्गा रकी माउन्टेनहरू भइकन पनि यहाँ सामान्य खेतीहरू भएको देखियो। जस्तै आलु रोपेको, यो आलु भरभर रोपेको, उम्रिन बाँकी, यहाँ अलिअलि यता चाहिँ उम्रिसक्यो अवस्था। चौरी खर्कको यो जस्ट स्टार्टिङ पोइन्ट हो। विशेष मेन बजार त अझै आउँदै होला सायद। मेरो पनि यो फर्स्ट टाइम भएकोले मलाई त्यति धेरै एक्ज्याक्टली यहाँको A to Z चाहिँ थाहा भएन। यो बस्तीहरू हेर्दाखेरि मेन पोइन्ट चाहिँ अब बल्ल आउँदै होला सायद। गाउँ भए पनि एकदमै व्यवस्थित यी बाटोघाटाहरू। यहाँ अब हस्पिटलहरूको व्यवस्था चाहिँ के छ खोइ त्यति आइडिया भएन। अदरवाइज यो ठाउँ मानव जीवनको स्वस्थ बसोबासको लागि चाहिँ एकदमै उत्तम ठाउँ होला जस्तो लाग्छ।
तर आउन चाहिँ त्यही हो, अब बाई एयर आउने हो भने चाहिँ काठमाडौँबाट लुक्लासम्मको फ्लाइट, त्यसपछि त्यहाँबाट हिँडेर आउनु पऱ्यो यहाँ। अदरवाइज चाहिँ हामी गाडीको बाटो सल्लेरी हुँदै सुर्खेतसम्म गाडीमा आएर त्यहाँदेखि चाहिँ हामी आज जस्तो यो वाक गरेर आउन सकियो। र यहाँ यो हिँडेर थाकेको कुराहरू चाहिँ सबै बिर्सिने टाइपको ब्युटी छ यहाँ। यो माने घुमाउँदै यसरी घुमेर जाउँ। बुद्धिस्ट परम्परा, यो घरहरू एकदमै अत्यन्त क्राफ्टेड। मेन लाइन चौरीघरको पुग्यौँ अब हामी। चौरीघरको बजार चाहिँ यही होला। यहाँहरूको गुम्बा, दुईवटा गुम्बा। साथीहरूलाई पर छोडेर म चाहिँ यो भिडियोको लागि चाहिँ अगाडि आएको छु। मेबी यो नि चौरीघरको मुख्य पोइन्ट हो कि यहाँनिर ठुलो चैतीहरू अत्यन्त सुन्दर सफा चिटिक्क, कहीँ पनि खिचिक्क नभएको राख्न सफल सानो पसलहरू। अगेन यो फेरि आइदर शेर्पा भाषा अरू हाम्रो टिबेटन भाषामा होला यो मनुस्मृतिहरू। यसरी गुम्बा घुम्दैछौँ हामी। यो चैत्य गुम्बा पक्का पनि यो हिमालमा पाइने हाम्रो भोटेको गोरहरू दुईवटा देखियो। यिनीहरू बाघसँग पनि लड्न सक्छ भन्छन् क्यारे। एउटा यहाँ छ, एउटा यो छ, तर मान्छेहरूसँग चाहिँ एकदम मिल्ने दोस्ती गर्छन् यिनीहरू। अब यो गुम्बाको एरिया छिचोलेर हामी अगाडि बढ्छौँ अझै फाक्दिङतिर। एकदमै रमाइलो ठाउँ, एकदमै रमाइलो, बयान गरेर साध्य छैन। नेपालमा धेरै घुम्ने ठाउँहरू छ। विदेशभन्दा पहिला नेपाल घुमिसक्नुपर्छ, त्यसपछि मात्र विदेश घुम्ने सोच बनाउँदा पनि हुन्छ। यो ठाउँहरू कहाँ होला र यस्तो ल।